अब हाम्रो र्याली सुरु भइसकेको छ र यहाँलाई अलिकति ठाउँ पनि खाली राखेर न्यायाधिकरणका लागि हेरिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु भने अगाडि देखेर रहेको छ हाम्रो एकजनालाई घोडमा आउनुहुन्छ देख्नु आज यहाँले यो दृश्य देखिरहेर रहेको छ भने त्योभन्दा पछाडि हामी र्याली देख्दैछौँ। ल यो घोडा चित्रको मात्रै हुन्थ्यो होला भन्ने लागेको थियो होला यहाँलाई आज लामो गराउनुपर्छ। यहाँलाई एकचोटि हामी सबैको तर्फबाट तपाईँको साथ सम्मान गरौँ र यहाँ सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँको साथ वर्ष 2082 वडाबाट प्रहरी निर्देशक चित्रबहादुर ढलेज्यू, सांस्कृतिक संयोजक बुद्ध राज गुरुङज्यू हुनुहुन्छ भने रुन्जराज गुरुङ सेवा समाज आमा समूहको महासचिव सबिना गुरुङज्यू हुनुहुन्छ। यहाँलाई सबैलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्छु। र त्यसै गरी अर्को र्याली आइरहेको छ यहाँलाई धेरै धेरै धन्यवाद छ र त्यसैको आउनु भएको छ अहिले यहाँलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्दछ। त्यसै गरी अब अगाडि बढिरहेको छ 1800 खोला उत्तरी गोर्खा 1800 खोला तमु समाजको प्रदर्शन हुँदैछ। यहाँहरू रुन्जटार तमु समाजका साथीहरूलाई अलिकति छिटो अगाडि बढिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँहरू सबैलाई कमल साथ 2082 आयोजक समितिको तर्फबाट धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु भने अब प्रवेश गर्दै हुनुहुन्छ। र त्यसैले यहाँ सबै रुन्जटार गुरुङ सेवा समाजका सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु। यहाँ सबैलाई धेरै धेरै स्वागत छ। नवबद्ध गुरुङ सेवा समिति काठमाडौँको टिममा अगाडि बढिरहनु भएको छ। यहाँलाई हार्दिक स्वागत छ र धेरै धेरै धन्यवाद छ। अगाडि बढाइदिनु होला र भोलिन्टियर साथीहरू धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छौँ। र मिठो र सुन्दर नृत्य र कौला नृत्य सहित यो मिठो फेदको लागि पनि धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छौँ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। भोलिन्टियर साथीहरू अलिकति अगाडि बढाइदिनु होला। त्यसै गरी भोजपुर झाँकी प्रदर्शन गर्नुहुने दाजुभाइ दिदीबहिनीहरू सबैजना भाइ बहिनीहरू साथीहरू आमा बुबाहरूलाई स्वागत गर्न चाहन्छु। उहाँहरूको आफ्नो मौलिक झाँकी स्याखुसहित आउनु भएको छ। उहाँहरूलाई हार्दिक स्वागत गर्दै तपाईँहरूको झाँकीलाई पनि अत्यन्त छिटो रूपमा अगाडि बढिदिनु हुनका लागि आग्रह गर्छु। र अन्य झाँकीको कार्यक्रमलाई अगाडि बढिदिनु हुनका लागि मेरो सहकर्मी मित्र स्वागत दिनुमा हार्दिक आग्रह गर्छु। धेरै धेरै धन्यवाद छ। उत्तरी गोर्खा तमु समाजलाई धेरै धेरै धन्यवाद छ। धादिङ तमु समाज
काठमाडौँको साथीहरू यतिखेर प्रवेश गरिरहनु भएको छ। यहाँहरूलाई धेरै धेरै स्वागत छ र विशेष गरी यहाँहरू स्याखु लगायत विभिन्न सामग्रीहरू सहित अगाडि बढिरहनु भएको छ र यो र्यालीमा प्रवेश गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र त्यसै गरी धनुष बाण सहित यहाँहरू प्रवेश गरिरहनु भएको छ। त्यसै गरी आमा दिदीबहिनीहरू कोसेली सहित बोकेर आउनुभएको छ, यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र अन्य र्यालीहरूलाई म अगाडि बढाइदिनका लागि म फेरि पनि आग्रह गर्छु। र त्यसको पछाडि यहाँहरू छुट्का नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ। भोलिन्टियर साथीहरू अलिकति अगाडि र्यालीलाई अलिकति छिटो प्रवेश गराइदिनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। यतिखेर हामीले धादिङ तमु समाज काठमाडौँको साथीहरूको र्याली प्रस्तुत गऱ्यौँ र घाँचो नृत्यसहित यहाँहरू प्रवेश गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्छु। अगाडि बढिरहनु भएको छ। त्यसै गरी लामा गुरुहरू त्यसै गरी गुरुहरूको एउटा सांस्कृतिक घर पनि बोकेर अगाडि बढिरहनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु। भने साथमा कोइलो सहित अगाडि बढिरहनु भएको छ। यहाँहरू यो दृश्य आदरणीय दाजुभाइ दिदीबहिनीहरू त्यसै गरी देश विदेशबाट हामीलाई मिडिया मार्फत हेरेर बस्नुहुने सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म जानकारी गराउन चाहन्छु। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु र र्याली अगाडि बढाइदिनका लागि म फेरि आग्रह गर्छु। बोलिन्छ साथीहरू, उहाँहरूलाई प्रदर्शन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र यहाँहरू अगाडि बढिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अब त्यसै गरी पटनाथ छ, त्यसै गरी सुरक्षित झ्याउरे नृत्य यहाँहरू लिएर अगाडि बढिरहनु भएको छ र त्यसैले झ्याउरे नृत्य सहित र सुरक्षित झ्याउरे घाँचु ठाडो भाका लगायतको रमाइलो प्रस्तुतिहरूका साथ प्रदर्शन गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्दै अर्को र्यालीलाई म अगाडि बढाइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। नुवाकोट तमु समाज सेवा तथा सामुदायिक विकास केन्द्रको र्याली अगाडि बढिरहेको छ। म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। इन्द्रबहादुर गुरुङज्यू जो जुन संस्थाको अध्यक्ष हुनुहुन्छ इन्द्रबहादुर गुरुङज्यू लगायत सम्पूर्ण टिम र समाजलाई धेरै धेरै धन्यवाद छ। तल लोसार महोत्सव 2082 को हार्दिक आशीर्वाद शुभकामना सहितको यहाँहरूले ब्यानर लिएर अगाडि बढिरहनु भएको छ। वेशभूषामा खटिनु भएको छ भने दाइहरू त्यसै गरी दिदीबहिनीहरू त्यसै गरी धनुषबाण सहित प्रदर्शन गरिरहनु भएको छ र त्यसको ठिक पछाडि यहाँहरूले प्ले कार्ड बोकिरहनु भएको छ। घोडा वर्ग त्यसै गरी सर्प वर्ग जो दुईवटा वर्गको लोगो सहित यहाँ अगाडि बढिरहनु भएको छ भने साथमा यहाँहरूको लामा गुरुहरू सहित यहाँहरू प्रवेश गरिरहनु भएको छ। नुवाकोट तमु समाज सेवा तथा सामुदायिक विकास केन्द्र अगाडि बढ्नु होला प्लिज, ल अगाडि बढ्नु होला प्लिज अगाडि बढ्नु होला है हजुर अगाडि ल अगाडि बढिदिनु होला। त्यसै गरी पछाडिको टिमलाई म अगाडि बढाइदिनका लागि भोलिन्टियर साथीहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसै गरी सम्माननीय प्रधानमन्त्रीजीको आगमन हुँदैछ। त्यसै गरी पनि म यहाँहरूलाई अलिकति छिटो र्याली गरिदिनका लागि र्यालीलाई अलि छिटो अगाडि बढाइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यहाँ संयोजन गरिरहनु हुने साथीहरूलाई पनि म फेरि पनि आग्रह गर्छु र अब हाम्रो र्याली अगाडि बढाइदिनका लागि अनुरोध गर्छु। र केही समयपछि नै हाम्रो सम्माननीय आदरणीय प्रधानमन्त्रीजीको आगमन हुने तयारी भइसकेको छ। त्यसैले पनि म यहाँहरूलाई फेरि पनि आग्रह गर्छु यो र्याली अलिक छिटो अगाडि बढाइदिनका लागि अनुरोध गर्छु। त्यसै गरी यहाँहरूले देखिरहनु भएको छ सबैको झिकेको जो ब्यानर छ झिके त्यसै गरी पान र अर्को छेकीमा मोही बाँड्दै गरेको दृश्य पनि यहाँहरूले देखिरहनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्छौँ यो सहभागिता जनाइदिनु भएकोमा। त्यसै गरी अर्को र्याली अगाडि बढिरहेको छ। त्यसै गरी गोर्खा 5 कोट तमु समाज काठमाडौँको र्याली अगाडि बढिरहेको छ र गोर्खा 5 कोट तमु समाज काठमाडौँ 2082 सम्पन्न हुँदै गर्दा